मेरो कान्छो नातिले पानीको टङ्की सफा गर्दै टङ्कीभित्र पसिया छ। पसिनै पसिनाले लिथुक्कै रुजिया छ। यता हेर्छ यता हेर्नु त फलामको जाली घोट्या हो। तार जाली घोट्या हो। कति फोहोर पानी है। ओहो कस्तो लेतो आएको। यस्तो फोहोर हुँदैछ। एउटा कटौरा ल्याएर त हुन्थ्यो त्यो पानी उठाउनु। भोरी अवस्था फोकाएर भएको देखाउनु हुन्न हुन त हेर्नु यत्रो फोहोर। अत कति फोहोर हो। उता फाल उता फाल के ध्यान फाल। ए धन्दै कसमा पर्यो। बा बनाउनु न भिडियो बन्दैछ। ल अब सकियो मोबाइलमा।